हाम्रो शिव सरले चाहिँ धमाधम यसरी पहिला पेन्ट स्क्रैच पनि उहाँले नै लेख्नु भएको यो धमाधम फेरि कलर प्लस गर्दै हुनुहुन्छ। सोलुखुम्बु हाम्रो जिमी राईको पुरानो भवनको संरचना चाहिँ यसरी डिस्कलर भएको थियो। अहिले चाहिँ यो फाइनली कलर निकाल्दै हुनुहुन्छ उहाँले। यो उहाँको ठुलो योगदान छ यो जिमीमा। पहिला पनि उहाँले धेरै मेहनत गरेर चाहिँ बनाइदिनु भएको थियो। यो बाजी पनि चाहिँ उहाँले आफै स्वयंले चाहिँ कलर स्पोन्सर गरेर आफ्नो टाइम मेहनत सबै आफूले दिइराख्नु भएको छ। धेरै धेरै धन्यवाद उहाँलाई। जिमी राईको जस्तै आर्टिस्ट चाहिँ अब यस्तै खालको लेख्न चाहनुहुन्छ भने हाम्रो शिव सर यहाँ हुनुहुन्छ। उहाँ नै हो अर्जुनले यसरी चाहिँ बनाउँदै पहिला पनि उहाँले नै बनाउनु भएको। पहिला चाहिँ हाम्रो खास गरी चाहिँ यो सिमेन्ट प्लास्टर गर्ने बित्तिकै बनाएको कारणले गर्दाखेरि यो रङ अलिकति उडेको, अनि त्यसले गर्दा अहिले चाहिँ फाइनलीको लागि उहाँलाई दुःख दिएको छ। यो चाहिँ सोलुखुम्बु हाम्रो जिमी राईको भवनमा चाहिँ यो हाम्रो कल्चर अनुसारको हाम्रो जातीयमा चल्ने बाजा ढोलको चाहिँ पेन्टिङ गर्दै हुनुहुन्छ हाम्रो शिव सरले। माथिल्लोपट्टि त्यस्तै क्याम्पा, हाम्रो खालिङ भाषाबाट चाहिँ लुप भन्छ, अनि तल्लोपट्टि झ्याम्टो। त्यस्तै हुँदै यहाँ यो भइसकेको छ, अनि यता पनि यो भइसकेको छ, तल्लोपट्टि चाहिँ बाँकी नै छ। यस्तो यस्तो बनाउनु चाहनुहुन्छ, कुनै सङ्घ संस्थाले चाहनुहुन्छ भने हाम्रो शिव सरलाई पनि सम्झिन सक्नुहुन्छ है हजुर। यस्तो फाइनल्समा चाहिँ फोटो आइसकेको छ। र त्यस्तै उता हाम्रो वासख्वाम, तोसीख्वाम अथवा साकेलाथान, युङगुली ठाउँमा चाहिँ यलम्बरको पिक्चर म त्यहाँ पनि देखाउन चाहन्छु। फाइनल भएको हिजो मात्रै फाइनल भइसक्यो, तर अब रङ सुक्नु बाँकी छ। अनि त्यसको कभर पनि हाम्रो शिव सरले लाउँदै हुनुहुन्छ, म त्यहाँको पनि देखाउँछु। सोलुमा जति पनि कामहरू वर्णनहरू मैले यही भिडियो मार्फत चाहिँ तपाईँहरू सामु मैले देखाइरहेको छु। जुन यो यलम्बरको आर्ट्स पहिलाको भन्दा अलिकति फरक नै गरिदिनु भएको छ अहिले हाम्रो शिव खालिङले। यस्तो भएको छ। र जुन यो आर्ट्समा सम्पूर्ण हाम्रो व्यापारी सहयोगी मनकधानी हाम्रो पहिला नै मैले यो सहयोग स्वरूप उठाएर चाहिँ यो लेखेको हो। यो यसरी चाहिँ उहाँहरूको सहयोगद्वारा लेखेको आर्ट्सलाई चाहिँ अब त्यो बेलाको अलिक उडेको र अन्त प्लास्टर तत्कालीन गरेकोले गर्दाखेरि उडेकोमा यो बाजी हाम्रो शिव खालिङले चाहिँ उहाँ आफैले चाहिँ कलर डोनर गरेर त्यसलाई प्लस कलर गराएर अलिकति मोडिफाई गरिदिनु भएको छ। र हाम्रो यहाँको यो साकेलाथानमा चाहिँ यस्तो खालको छ। यो हाम्रो सबै सोलुबासी हाम्रो जिमी तपाईँ हामी सम्पूर्णको साझा एउटा संस्था, साझा भवन सोलुखुम्बु जिल्लामा रहेको यो भवनलाई मध्यनजर सबैले लगाइदिँदै मनकधानीहरू हुनुहुन्छ भने, सहयोगी भावनाहरू हुनुहुन्छ भने सही ठाउँमा सहयोग भइरहेछ कि छैन, सहयोग गरिराख्नु जति पनि गर्नुभएको अग्रज व्यक्तित्व अभिभावकहरू
सामु पनि यो भिडियो पुगोस्। तपाईँहरूको योगदान, तपाईँहरूको मायाले गर्दा आज यतिको चाहिँ संरचना बनाउन हामीहरू सफल भइसकेका छौँ। माथि यो भवनको माथिल्लोपट्टि चाहिँ चिन्डो हाउस, किनकि हाम्रो किराँत सङ्ग्रहालयको पनि त्यहाँ मैले भिडियो बनाएको छु। त्यो भिडियो पनि तपाईँहरूले हेरिराख्नु भएको होला। कतिले सहयोग गरिसक्नु भएको छ। अझै यो भवन, यो काम देखेर तपाईँहरूलाई लाग्नुसक्छ मैले पनि चाहिँ केही सहयोगहरू चाहिँ गर्न चाहन्छु भन्नुहुन्छ भने हाम्रो केन्द्रमा अभिभावकहरू हुनुहुन्छ। केन्द्रको अभिभावकहरूसँग सम्पर्क गरेर जोडिनुहोस्। अब हामीहरूसँगै पनि जोडिँदाखेरि फरक पर्दैन। सही ठाउँमा चाहिँ तपाईँहरूको सहयोग गर्नुभएको सहयोगी बजेटहरू सही ठाउँमा लागेको छ कि छैन भन्ने कुरा यही कामले पनि बताउँछ होला जस्तो लाग्छ मलाई भन्दै फेरि अर्को भिडियोमा भेटौँला भन्दै म तेजकुमार खालिङ, जुन यो अहिले यहाँको जति पनि संरचनाहरू बनिरहेको छ त्यसको अब संयोजक एउटा थपनाको रूपमा भए पनि मलाई राख्नु भएको छ। यो भन्दै यो सधैँ यो म यहाँ चाहिँ आउने क्रममा, यो काम गराउने क्रममा यो भिडियो गरिराख्छु। कतिपयलाई चाहिँ झिझाक पनि लाग्छन् होला, त्यसमा सरी भन्दै म उजेल भएँ। जय जिमी, जय किराँत।